So hi guys, namaste, welcome and welcome back to my another video. I hope you सबैजना आरामै हुनुहुन्छ होला। म चाहिँ आज पसलदेखि भ्लग स्टार्ट गर्दै छु। अहिले चाहिँ 8:50 भइसकेको छ अनि म चाहिँ बिहान पसलमा आएर पसल सफा गरेर अनि अब चाहिँ म खेतमा सानो भ्लग बनाउनको लागि जादै छु किनभने मम्मीहरु खेतमा गइसक्नु भएको रहेछ के अनि त्यही भएर म चाहिँ अब खेतमा गएर हाम्रो खेतमा के कस्तो छ थोरै भ्लग बनाउँछु। मेरो पसलको जिम्मेवारी चाहिँ मैले मेरो सीसी क्यामेरालाई दिएर अनि कस्टमर आउनु बित्तिकै फोन गर्नुहुन्छ अनि म आउँछु पसलमा। सो मैले चाहिँ स्कुटर यहाँ बाटोमा राखेर अब यहाँदेखि चाहिँ हिँडेर जानुपर्छ। हिँड्यौ नानी, यहाँदेखि थोरै तल हो कि हाम्रो खेत अनि यता फेरि बाटो छैन नि त साधन जाने अनि यस्तो हिँडेर जानुपर्छ के थोरै। उ त्यो टनलहरु देख्नु भएको छ होला, त्यो चाहिँ हाम्रो टनल हो। यो अवस्थामा चाहिँ म खेतमा जाँदैछु। यता मेरो ब्याग छ, यता स्कुटरको चाबी, टाउकोमा हेलमेट। सो म चाहिँ खेतमा अब आइपुगेँ फाइनल्ली। ऊ त्यहाँ चाहिँ मम्मीहरु हुनुहुन्छ, प्याज उखाल्दै हुनुहुन्छ। ऊ त्यहाँ पारी बाटो बन्दै रहेछ, त्यही भएर घ्याम्रेङ घ्याम्रेङ आवाज आहा। उइ हेर्नु त साथीहरु, प्याज त ओहो। मम्मीहरुले चाहिँ काम गर्दै हुनुहुन्छ। यो सबै प्याज उखालिसक्नु भएको रहेछ। यो अब यसरी राख्नु भयो। यो दिदीले मम्मीले ओसार्ने होला अहिले उखालेपछि। यति धेरै प्याज छ यहाँ। अब यो एकै ठाउँ भएको भए यति छ भनेर देखाउनुहुन्छ, छरिएको भएर ठ्याक्कै अब यति छ भनेर देखाउन चाहिँ सकिन्न। यो घर गएपछि मात्र अब देखिन्छ है साथीहरु। बिहानै आएर मम्मीहरुले त सबै उखालिसक्नु भएछ। अब 4वटा ड्याङ मात्रै बाँकी छ। अनि त्यसपछि भर्खरै सुन्दरको फोन आएको थियो। मम्मीले त तिमीहरु यहाँ काठमाडौँ पोखरा भए त मैले तिमीहरुलाई एक बोरा पठाइदिन्थे, प्याज किन्नै पर्ने थिएन सबै भन्नुहुन्थ्यो। उहाँ तिमीहरुले दाना दाना किन्दै खाँदै गर्छौ भन्नुहुन्थ्यो। अब विदेशमा त त्यस्तै त हो के हैन साथीहरु। कतिजनाले विदेशबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ होला। के गर्ने, विदेशको ठाउँमा त त्यस्तै हो। पछि आफ्नै प्रपर्टी भयो भने त अलिअलि जमिन पाइन्छ अरे मम्मी हैन, अनि त्यहाँ गरेर खान पाइन्छ होला सायद है। अब मलाई चाहिँ थाहा भएन, पछि गएपछि थाहा होला। मेरो हातमा यस्तो। अब म यहाँ टनलमा अरु के छ पनि देखाइदिन्छु है। प्याज अहिले एकमुष्टमा घर गएपछि देखाउँछु कति धेरै छ प्याज। कति क्विन्टल फल्यो होला नि मम्मी लगभग थाहा गोरुङ्गो हुन्छ। अब घर गएपछि मात्र थाहा हुन्छ। यो चाहिँ सबै फापरको साग हो। हामीले यो साग लगाएर खान्छौँ। अनि यो फापरको साग खाँदाखेरि कता कता अलिअलि झमझमाउने रहेछ के अरे। अनि म अस्ति नै कस्तो कमजोर भएको थिएँ कि मेरो क्याल्सियमहरु सकिएको थियो शरीरमा, भिटामिन डीहरु। अनि त्यो बेलामा फापरको साग लैजाँदै खाँदै गर्थ्यौँ हामीले घर। अनि बाबाले फापरको साग खाएर तिमीलाई यस्तो भयो क्या नानी भन्नुभएको थियो, तर त्यस्तो थिएन, म बिरामी नै भएको थिएँ। पछि औषधि खाएर सन्चो भयो। यो सबै फापरको सागहरु चाहिँ हामीले लैजाँदै खाँदैछौँ, होटलमा आउनुभएको पाहुनाहरुलाई पनि खुवाउँदैछौँ। अनि यति छ हाम्रो फापरको साग। अब बाँकी चाहिँ अबे कति डर लाग्ने किरा हो नि त साथीहरु। त्यही भएर मलाई खेतमा डर लाग्छ कि यस्तो किराकिरीहरु हुन्छन्। यस्तो चरक्क घाम लाग्यो आज त। यो सबै खाली जग्गाहरु देख्नुहुन्छ होला तपाईहरुले। यो यसमा आलु थियो पहिला, अनि आलु खनिसकेपछि अहिले चाहिँ खाली छ। अब असारको पहिलो हप्ता हुन्छ कि जेठको अन्तिममा हुन्छ हामीले चाहिँ धान रोप्ने हो। धान रोप्ने भनेको, तर धानको बिउ तपाईहरुलाई देखाउँछु है कति नोक्सान भयो भन्ने कुरा। तपाईहरुले यहाँ हेर्नुस् त, धानको बिउ त यस्तो भएछ। मम्मी कता कता बिजी हुनुहुन्थ्यो। अनि त्यसपछि बाबालाई हेर्न भनेको, बाबाले नि हेर्न त हेर्नु भयो होला गरे, तर खै के हेर्नु भएछ कुन्नी बाबाले। अनि यो हाम्रो दिदीले धानको बिउ त सङ्गीहरूले त यस्तो खालको गराएछन्। मम्मीलाई यो धानको बिउ देखेर बिहान कति चक्कर आयो होला। ल हेर्नुस् त आमा, अब डबल खर्च भएन त। ड्याङमा त्यति छ, दोस्रो ड्याङमा पनि यति छ, अनि तेस्रो ड्याङमा त छँदै छैन, चौथो ड्याङमा यति छ। ल हेर्नु कतिसम्म घाटा बिहोर्नु पर्छ, कति दुःख हुन्छ। अब धानको बिउ पाइन्छ कि पाइन्न, फेरि धानको बिउ खोज्नु पर्यो, लाउनु पर्यो, गर्दा दुःख हुने भयो साथीहरु डबल है। अनि यहाँ चाहिँ मकै हो यो।
अनि मकैको बीचमा चाहिँ त्यो सिमीहरू पनि छ। मकै अहिले बल्ल फुल खेल्दै छ। मकैको यस्तो सानो सानो बच्चाहरू लाग्दैछ कि यस्तो। अनि यो मकैको बीचमा फेरि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो सिमीहरू रहेको छ। मलाई उता अलि झेप छ, त्यही भएर उता जान चाहिँ अलि अप्ठ्यारो भयो। अनि यहाँ चाहिँ यहाँदेखि उतैको पाटासम्म चाहिँ सबैमा मकै र सिमी मात्र छ है। हाम्रो मम्मी फेरि बेसरी मकै लभर हो कि, मकै एकदमै धेरै मनपर्छ मम्मीलाई। अनि त्यही भएर यस्तो मकै छर्नु भएको। यो अब धान रोप्ने बेलासम्म पाक्छ कि पाक्दैन हेरौँ। अनि सिमीहरू पनि त्यस्तो फलेको देख्न सक्नुहुन्छ तपाईँहरूले। बीचमा सबै सिमी छ। अलि म झेप भएको भएर त्यहाँ जान अड लाग्यो कि, अलि अप्ठ्यारो लाग्यो। अस्ति मैले त्यहाँ सर्पको बच्चा देखेको थिएँ माथि बाटोमा, अनि त्यही भएर झन् डर लाग्यो। अनि यो पाटाभरि सबै आलु थियो। यो पनि आलु खनेर अब धान रोप्न तयार भएको पाटा हो कि। पछि धान रोप्ने बेलामा फेरि यस्तो आली कान्लाहरू खन्नुपर्छ, यिनीहरू झारहरू फाल्नुपर्छ। सबै मेहनत लाग्छ एकदमै धेरै। आज त मम्मीको धेरै काम छ भन्नुभयो मम्मीले। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले, यो झार हो सबै। यो एउटा खुर्सानीको बिरुवा हो, अनि यो दुईवटा खुर्सानीको बिरुवा हो। यो झार हो। यो झारलाई यसरी उखेलेर खुर्सानीको बिरुवा पनि आयो एउटा। खुर्सानीको बिरुवालाई फेरि रोपौँ। अनि यहाँ धेरै झार छ खुर्सानीको बिरुवा सँगसँगै। अनि यो सबै झारहरू मम्मीहरूले आज उखाल्ने दिनभरि। म त खिमालाई यहीँ खाना ल्याइदिएर आऊ भन्ने हो, घर खाना जान्न, यो सबै काम सकेर बल्ल जाने हो भन्दै हुनुहुन्छ मम्मीले चाहिँ। अनि यो चाहिँ लामो खुर्सानीको बिरुवा हो कि, लामो हुन्छ यो खुर्सानी चाहिँ। अकबरी खुर्सानीको बिरुवा पनि छ अलिअलि। त्यहाँ पनि खुर्सानीको बिरुवा टक्लक टिक्लिक छ कता कति। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले, त्यो खुर्सानीको बिरुवा टक्लक टिक्लिक छ कता कता। अनि यो चाहिँ अकबरी खुर्सानीको बिरुवा हो। अनि यो ल हेर्नुहोस् त, अकबरी खुर्सानीको बिरुवा जम्मा यति होला। अब यो अकबरी खुर्सानीलाई हामी आफैले सार्नुपर्छ। अनि यहाँ चाहिँ यो चाइनिज साग भइहाल्यो के अरे, करेन्ट चाउचाउसँग खाने चाइनिज साग। अनि बङ्गुरको मासुहरूसँग नि एकदमै मिठो हुन्छ। तर हाम्रो घरमा चाहिँ बङ्गुरको मासु प्लस भैँसीको मासु चाहिँ निषेध छ, लैजान मिल्दैन, खान पनि मिल्दैन। खाना त म बाहिर एकचोटि लुकेर खाएको पनि साथीहरू। यो भिडियो मम्मी बाबाले हेर्नुभयो भने गाली गर्न पनि सक्नुहुन्छ। हजुरहरूलाई मात्र भनेको है, हाम्रा कुरा। अनि यो फेरि अकबरी खुर्सानी भइहाल्यो। अनि यता सबै खाली छ, यो भागमा सबै सागहरू मात्र छ। अनि यो टनेलहरू चाहिँ सबै खाली छ कि। यहाँ अब सबै यो झारहरू उखेलेर अनि फेरि यस्तै गरी खुर्सानीहरू रोप्ने के रोप्ने होला सायद। अनि यो रोप्नु भयो भने यसको फाइनल लुक कस्तो आउँछ अनि म देखाउँछु। हेर्नु त प्याज फुलेको, त्यहाँ म नजिक गएर देखाउँछु है। ल हेर्नु त, प्याज होइन रहेछ, यो चाहिँ लसुन रहेछ। लसुन फुल्यो भने यस्तो हुँदो रहेछ। मैले मेरो जिन्दगीकै पहिलो पटक देख्दैछु भाइ, लसुन फुल्यो भने यस्तो हुँदो रहेछ भनेर। अनि अर्को पनि छ, कता हो खै कता हो, यहाँ छ अर्को पनि। ओ माई गड, सो नाइस। ल हेर्नु त, 4वटा लसुन चाहिँ फुलेको छ। लसुन फुल्यो भने चाहिँ त्यस्तो फल फल्दो रहेछ क्या। त्यो ढोलमा फेरि गत राख्नुहुन्छ कि मम्मीले, गाईको भैँसीको पिसाबहरू राख्नुहुन्छ त्यसमा चाहिँ। अनि औषधिको मात्रामा प्रयोग गर्ने पछि भनेर। अनि यो सबै टमाटरहरू भयो, हाम्रो टनेलको टमाटर भयो। यो टमाटर चाहिँ फल्न सुरु गरिसकेको छ, यहाँले हेर्न सक्नुहुनेछ तलबाट। अब यो सायद जेठको 20-22तिरबाट खान मिल्ने हुनसक्छ यो चाहिँ, किन भन्दा यस्तो फलिसकेको छ कि अहिले चाहिँ। ल हेर्नुहोस् त, मजाले यस्तो झोप्पा भएर फलिसकेको छ, देख्नुभयो होइन। यस्तो तल फलेको छ कि। स्टार्टिङ पोइन्ट चाहिँ योबाट हो नि त, पहिलो लेयरबाट फल्न सुरु गर्छ यो टमाटरहरू। अनि त्यही भएर यसरी नोगेर देखाउनु पर्छ साथीहरू। ओ माई गड, ल वाउ नाइस। यो चाहिँ सबै टमाटरहरू हो। यहाँ चाहिँ फुल्दैछ, कोही माथि तल चाहिँ दाना लगाइसकेको छ, माथि फुल्दैछ। यस्तो मजाले टमाटरहरू चाहिँ एक मान्छे भइसकेको छ क्या, लगभग म जत्रो टमाटर भइसकेको छ यो। अब एक सिजन चाहिँ फुल्ली टमाटरले धान्छ, यस्तो मजाले फल्छ कि कुरै नगरौँ साथीहरू। मिटिङ गोष्ठी सभादेखि लिएर सङ्घ संस्था
कति सबै ठाउँमा भ्याउनुहुन्छ क्या हाम्रो मम्मीले चाहिँ। अहिले टमाटरको लुक्स पनि यस्तो राम्रो आएको छ, टमाटर यस्तो फस्टाएर गएको छ। टमाटरलाई सुरुमा स्याहार्दा चाहिँ बच्चालाई जसरी नै स्याहार्नुपर्छ यस्तो दुःख हुन्छ साथीहरू, यस्तो मेहनत लाग्छ कि कुरै नगरौँ। सबै मेहनत दुःखहरूलाई बिर्सेर अनि त्यसबाट प्राप्ति हुने फललाई चाहिँ बल्ल हामीले सुख मान्ने हो। अनि यहाँ चाहिँ टमाटरको अवस्था चाहिँ यस्तो खालको छ, एकदमै राम्रो तरिकाले टमाटरहरू चाहिँ फस्टाएको छ, फलेको छ है। यहाँ मल देख्नुभयो तपाईँहरूले, मल हेर्नु न, यो मल, त्यही भएर त झार पनि यस्तो फस्टाएर उम्रिन्छ के अरे। सबै मल हो कि, यहाँ कुखुराको मल छ, भैँसीको मल छ, बाख्राको मल छ, सबै धेरै मल राख्ने भएको भएर, खेती धेरै स्याहार गर्ने भएको भएर हाम्रोमा यस्तो दामी खेती हुन्छ साथीहरू। जे पनि यस्तो राम्रो हुन्छ। पहिलो रेकर्ड हो मम्मीले खेती गर्न लागेदेखि बिउ, धानको बिउ त्यस्तो भएको भन्ने चाहिँ। धानको बिउ मम्मीले चाहिँ हेर्न भ्याउनु भएन, अलि ऊ पुगेन कि त्यहाँ के पुगेन। म त यो भ्यागुतोलाई देखेर कति डराएँ साथीहरू। हेर्नु त भ्यागु त, यो माटोमा आयो भने अनेक थरीका किराकिरी देख्न पाइन्छ क्या साथीहरू। मैले जीवनमै नदेखेका किराकिरीहरू यो माटोमा आएपछि देख्न पाउँछु। मम्मी यो के हो र? बदाम। ओहो यो बदाम रहेछ, बदामको रुख त यस्तो हुँदो रहेछ भाइ साथीहरू। ल हेर्नु त, यो बदाम फल्यो भने फेरि खाने हो नि त पछि। यसको जरा जरामा फल्छ। अहिले चाहिँ सानो सानो बिरुवाहरू छ, यो ठुलो भयो भने के हुन्छ कस्तो हुन्छ म यहाँहरूलाई अवश्य पनि देखाउने नै छु है। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले, यो चाहिँ सबै स्ट्रबेरीको बिरुवाहरू हो। यदि स्ट्रबेरीलाई व्यवस्थित रूपमा तपाईँहरूले लगाउन चाहनुहुन्छ भने यो चाहिँ अलि माटो चाहियो नै, तर यति धेरै माटोमा टच गराएर लायो भने किम्लाले खाँदो रहेछ क्या धेरै धेरै। अनि त्यही भएर यसलाई चाहिँ गमलाहरूमा अथवा पाइपहरूमा अलि व्यवस्थित तरिकाले लगाएकै राम्रो। फल्यो भने यस्तो फल्छ कि कुरै नगरौँ। अनि बाँकी चाहिँ यहाँ तिते करेलाको बिरुवा देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ पनि साग नै छ, यता साग रोप्नु भएको रहेछ मम्मीहरूले। अनि यता पनि साग छ। टनेलको काम एकदमै धेरै छ भनेर मम्मी आत्तिनु भयो। वाउ मैले कस्तो दामी खुर्सानी देखेँ। म तपाईँहरूलाई अब खुर्सानी देखाउँछु ल, फलेको वाला त्यो पनि। वाउ हेर्नु त साथीहरू, 5वटा रुखमा खुर्सानी फलेको नानी भन्दै हुनुहुन्थ्यो बाबाले, यस्तो राम्रो फलेको। ओ वाउ ल ल ल हेर्नु त, यो क्याप्सिकमवाला खुर्सानी होला कि पिरो नहुनेवाला खुर्सानी होला। त्यहाँ पनि यहाँले देख्न सक्नुहुनेछ मजाले फलेको छ। यहाँ मजाले फलेको छ। हो त्यहाँ पनि मजाले फलेको छ खुर्सानी, यहाँले देख्न सक्नुहुनेछ, देख्नुभयो पनि होला। अनि त्यहाँ पनि मजाले फलेको छ खुर्सानी। 5वटा रुखमा नानी खुर्सानी लच्छपै फल्यो भन्नुहुन्थ्यो बाबाले घरमा, यो रहेछ। अनि यता पनि खुर्सानीको बिरुवाहरू छ फेरि। यो खुर्सानीको बिरुवाहरू कहाँ सार्ने हो, मम्मीले ठाउँ खाली गराउनुहुन्छ। अब आफ्नो तरिकाले आफ्नो अब कता कता लाउँदा ठिक हुन्छ भनेर यो चाहिँ मम्मीले सोचेर लाउनुहुन्छ पछि। अनि यो टनेल पनि सकियो। हामी चाहिँ टनेल नम्बर 3 मा थियौँ अहिले चाहिँ। यो सामानहरू यस्तो बारीमा चाहिने सामानहरू त सबै यो टनेलमा मम्मीले राख्नुहुन्छ यहीँ। अनि यताको चाहिँ यिनीहरू सबै साग भयो क्या अरे। यस्तो मजाले हावा लागेको छ, चराचुरुङ्गीको आवाजहरू चिउ 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 गरेको सुन्न सक्नुहुन्छ तपाईँहरूले। यता पनि साग भयो। अनि यताको साइडमा पार्टिसन गरेर चाहिँ मम्मीले 2 ड्याङमा चाहिँ काँक्रा रोप्नु भएको छ। काँक्रा चाहिँ फुल फुलेको छ, फल्न सुरु गरेको छ कोही कोही काँक्राहरू, जस्तै तपाईँहरूले त्यहाँ देख्न सक्नुहुनेछ है। त्यो तरिकाले काँक्राहरू चाहिँ फल्न सुरु गरेको छ। फुल बेसरी फुलेको छ। अब सिजन आउँदैछ होला सायद। 2 ड्याङमा काँक्रा भयो भने जति पनि खान पुग्छ। यता पनि बाटो ब्लक गर्नुभएको रहेछ मम्मीले, यता चाहिँ जान नमिल्दो रहेछ। त्यसैले मैले यहाँ साइडबाट बसेर भिडियो बनाउँदैछु टनलभित्रैबाट। अनि यता पनि यो देख्न सक्नुहुनेछ, यो के भन्छ लसुन। लसुनमा पनि एकदमै धेरै झार आएको छ। यो झारहरू सबै आज दिनभरिमा काम गर्न सक्ने हो, एकदम धेरै काम छ भन्नुभयो मम्मीले, आत्तिनु भयो। यो पनि आज दिउँसोको काम होला मेबी। उताको साइड देखाउन चाहिँ म यहाँबाट जान्छु क्या। अब यहाँबाट गएर उता के छ कस्तो छ भनेर देखाउँछु। अनि त्यति भयो भने हाम्रो यो 2वटा पाटा टनेलको चाहिँ सबै कामहरू सकिन्छ। अनि यता पनि साग छ, कर्कलो छ। हाम्रो विशेष पाहुनाहरूको लागि कर्कलो हामीले यसरी रेडी गरेका हुन्छौँ। यो सबै कर्कलो हो। पाहुनाहरू आउनुभयो भने पाहुनाहरूलाई दिनको लागि। मलाई चाहिँ पाइल्सको अलिअलि प्रब्लम भएको भएर खुर्सानी देख्दाखेरि यस्तो मुख रसाउँछ कि साथीहरू कुरै नगरौँ। यहाँ चाहिँ जिरे खुर्सानी फलेको छ, तर म चाहिँ अलि हेल्थ कन्सियस भएको छु अहिले। पिरोहरू नखाने भनेर चाहिँ यो खुर्सानीहरूलाई यत्तिकै छोडिदिन्छु। अनि पछि
अलि छिप्यो भने लैजानु पर्ला, किन भन्दा यो सानो सानो बतिला पनि छ के, त्यही भएर। वाउ, खुर्सानी फल्न सुरु गरिसकेको छ। सो यही थियो हाम्रो खेतको अवस्था चाहिँ यस्तो छ। यो सबै खेत सिँगार्नमा हात चाहिँ हाम्रो मम्मीको, अनि हाम्रो स्टाफ दिदीको, अनि बाबाको पनि रहेको छ। उहाँहरू तीनजनाले चाहिँ यो खेतलाई यस्तो राम्रो तरिकाले सिँगार्नु भएको हो। यो तलको पनि हाम्रै हो कि बारी चाहिँ, पाटा चाहिँ। अनि यो पाटामा चाहिँ मम्मीले यसरी के भन्छ यसलाई, सिमी, खुर्सानी, अनि फेरि के भन्छ यो नाम आएन कि साथीहरू मलाई ठ्याक्कै, फर्सी, यो फर्सीको बिरुवा होला सायद, मलाई त्यस्तै लाग्दैछ साथीहरू, फर्सी होला यो। अनि फेरि मकै होला, सिमी होला, त्यही हो साथीहरू यहाँ यो पाटामा चाहिँ। अनि यो चाहिँ हाम्रो छिमेकी दाइ दिदीहरूले गर्ने पाटा, उहाँहरू अहिले जापान जानुभयो, खाली छ यो पाटाले, दुःख पायो। अब धान रोप्ने होला सायद। मम्मीहरूले चाहिँ त्यहाँ जम्मा गर्दै हुनुहुन्छ। म टनलको फोटो खिच्छु है एउटा। वाउ, कस्तो राम्रो है। यो चाहिँ लसुन हो, लसुन भन्दा नि झार अति धेरै देखियो यहाँ चाहिँ साथीहरू। यो गोड्न नभ्याएर अरे आज मम्मीहरूले यो लसुनको झार गोड्ने हो भन्दै हुनुहुन्छ। अनि यो लसुन उखेल्ने चाहिँ अलि नभएको भएर यसलाई चाहिँ झार चाहिँ गोडेर छ्याङ्ग बनाएर राख्दिनु नि, अझै ठुल्ठुलो हुन्छ अरे। यो यहाँ भएको मल चाहिँ यो लसुनलाई मात्रै लाउँछ अरे कि झारलाई नलाएर भन्ने कुरो आयो है। मैले मम्मीलाई अलिकति प्याज म उखाल्ने मम्मी यतिकै राखिदिनु है भनेको थिएँ। अनि मम्मीहरूले चाहिँ मलाई यो 3वटा ड्याङ राखिदिनु भयो रहेछ। 3वटा ड्याङ त 3जनाको एक-एकवटा होला, आफ्नो आफ्नो भागको होला। अनि त्यसपछि यस्तो फलेको छ क्या साथीहरू, हेर्नु त यति ठुल्ठुलो दानामा फलेको छ। अझै यो सबै उखेलेर घर लगेर राखिसकेपछि बल्ल हजुरहरूलाई यत्रो दाना फलेको रहेछ भनेर देखाउने हो कि। अनि त्यति बेला बल्ल नजिकबाट एकदम राम्रोसँग देख्न मिल्छ, पाइन्छ। अनि यो त आधी यहाँभित्र छ, आधी बाहिर छ, त्यही भएर राम्रोसँग कस्तो छ भनेर देख्न पाउनु भएन होला सायद, होइन। मम्मी आउनु त, म उखेल्छु। यो प्याजको मानम यो प्याज भयो होइन, यो प्याजको माथिको भाग पनि अब आलुसँग मिसाएर तरकारी बनाएर खान मजाले मिल्ने भयो। अनि यो जरा छ नि, यो जरा जिम्मु जस्तै गराएर दालहरू झानेर खान एकदमै मिठो हुन्छ कि। हामीले अघिल्लो वर्ष गराएको थियौँ, यो वर्ष चाहिँ गराएनौँ। अलि झन्झट त झन्झटै हुन्छ, तर खान मिठो हुन्छ। धेरै लामो समयसम्म राख्यो भने यसको टेस्ट हराउँदै जान्छ। अनि ठिक्क लगभग 6 महिना 1 वर्षसम्म चाहिँ यसको टेस्ट जेको त्यही रहन्छ। यो दाल झानेर खान एकदमै मिठो हुन्छ। पखालेर सुकाएर राख्नु होला, नफाल्नु होला कसैले पनि है। तिमीलाई रुगाल छोरे छैन र अझै? साइनेक्स नखाऊ धेरै, केही हुन्न चुटेर त, तर झुन्नाउनलाई नमिल्ने भयो। कुतोले उखाल का, कति बलियो छ अझ त्यस्ता लुरे। आउनु न, यो पाकेको घर आउनु। साथीहरू यस्तो छ हाम्रो घरको प्याज, यति ठुल्ठुला छन् दानाहरू, हेर्नुहोस्। हुँदो रहेछ है मम्मी। किरा त के संसारमा भएको किरा यहाँ पनि छ। दिदीलाई त धौली भयो है दिदी, यत्रो सादा त। आउन पानी शीतल गरेको। म त पसलको काम नभए त यहाँ दिनभरि काम गर्थेँ कि। पसलमा बस्नु पर्यो, मुठी बनाएर राख, पोका पारेर लान सजिलो हुन्छ। तिम्रो अगाडि एउटा प्याज छुट्यो हटी, पहिले त्यो गरेको कति ठुलो होला नि छोडेको नि। कुटोले हान्न ढौ हुन्छ एक पोखला। यत्रो प्याज अलि ठुला त छैन नि प्याज, अब बलियो होला है मम्मी। अझ पछि पहिले रोपिएछ कि अझ पछि रोप्नु पर्ने। बाबाको फोन आयो, फोन उठाइदिन्छु है। खेत नगर, खेती किन गर्छ, हाट कालो भयो भन्छन् साथीहरूले। मेरो हाट कालो भयो, यस्तो लाएर काम गर्नु लाग्छु आज बाटो जात्रै भयो भनेर। के गर्नु, शरीर चलायमान हुनुपर्छ अरे क्या चलमा। अदालका मान्छे सबै अल्छीको बरु के गरेर गोरेर खालान्, गोरेर त खान्छन्। यस्तो गर्नु नगरे नि अरू गरेर खाने हो। उठाएर झोप्पा हेरौँ,
यो सबभन्दा पछि रोपेको प्याज हो सालमा। पछि प्याज पछि लाउनु पर्ने रहेछ पुसको 15 गते भन्दा पछि। अब थाहा भयो नि। पहिले रोपेर प्याज बोकेर मुठी 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 छुट्टा छुट्टै छुट्टा छुट्टै राखेको घाँस राखे जस्तो ठिकै छ अहिलेसम्मलाई। प्याज बोकेर है प्याज त ओहो मोल हेर्नु न पहिला मोल का युट्युबमा जस्तो छ बाहिर बाहिर मोल कति यसो यसो गर्छ है हो त्यस्तो। अनि त्यसलाई छुट्टै राख्ने टेटी अर्को आउँछ छुट्टै राख्ने मोल का हेर्नु त मम्मी ओहो मोल न बरु यो दुईटा सुर्गाएर खासै हालेको भने यहाँ त उरुटा हालेको अहिले मोल बरी यो पछि रोपेको हामी बुटोल गयो नि बुटोल यहाँ प्याज रोपेर बुटोल गएको अनि बुटोल गएर आएर फेरि पछि प्याज लगाएर पुसको 15 काटी थियो कि लाउने बेला पछि किन लाग्यो यो कुहेर नभ्याइएर पछि लगाएको अनि यही राम्रो भयो भनेपछि पछि लाउनु पर्ने रहेछ। युट्युबको जस्तो प्याज सानसानो चुन्टिन त हुन्थ्यो कि ठुल्ठुलै चुन्टिने क्या झुन्डाउन मिल्दैन क्या चुन्ट्यो कति राम्रो है मम्मी। त्यही भएर मैले खेत छोड्न सक्दैन के अरे काम गर्न अब शरीर पनि चलायमान हुने भयो खान नि पाइने भयो मेरो रहर पनि लाउँछ पैसा त के हुन्छ र बेच्यो भने उठेर सकिने पैसा हो छुट्टै राख यतै त्यही हटे खाली ठाउँमा जहाँ खाने हो। अब कुन गोडाम भनेको त मम्मीले त लौ एकछिन भिडियो बनाउन पो तिमीलाई गर्न भनेको त अब हामीले गोड्छौँ के भन्नु हाँस लाउँछ क्या मलाई त आफै गोड्न जानुभयो मैले एक ब्याङ्क गोडेँ। अब साथीहरू ल आउनु मम्मी थम्नेल खिचौँ है एउटा म जाम मम्मी त्यसो भए गएँ है। अब यसो हातसात धोएर पसलमा जान्छु अब आफ्नो आफ्नो ड्युटी गरिन्छ। गरुङ्गो हुन्छ कि मम्मी दिदीलाई कसलाई हुन्छ ल काटिदिनु लैजान्छु दिदी हिँड्दै गर्नुहुन्छ ल ल बिस्तारै बिस्तारै जानु धौ होला। अब म स्कुटरमा जाने हो कि दिदीको त्यो थैली ल्याइदिनु पर्ला भन्थेँ फेरि मम्मीले साग लैजा भन्नुहुन्छ नि साग पर्ला मम्मी काटिदिनु त साग चरप चरप वहाँ किरा है मम्मी मम्मी त्यहाँ किरा है फाल्नुभयो काटेर मम्मीले साग काटिदिनु भयो पाहुनालाई आफ्नो खेतमा भएपछि जब जति नै खुवाउन पाइयो है मम्मी भयो किनेको भएर काटिदिन सकिन्थ्यो र अनि किनेको भए त थोरै थोरै भयो मम्मी त्यति भए त हुन्छ। अब हजुरले के गर्नुहुन्छ त बस्नु है गएँ म अब म मेरो काम गर्छु मम्मीले आफ्नो काम गर्नुहुन्छ। अब हाम्रो भेट अहिले बेलुका हुन्छ सिधै अब एक्लै बस्नु अलि दिदी आउनु होला नि पसलमा मान्छे हान्ड्रेका यो दिदीको थैलो मैले लैदिएर जान्छु दिदीले यो लैजानु है गरुङ्गो होला नि हजुरलाई स्कुटर फर्काउँछु राखिदिनु होला है। सो गाइज म चाहिँ खेतबाट आएर अनि पसलमा गएँ कस्टमर आउनुभयो रहेछ सामान सेल गरेर आएर अनि फेरि यस्तो रेडी भएर ड्रेस चेन्ज गरेर फेरि पसल जाँदैछु। अब दिनभरि चाहिँ पसलकै काम हुन्छ। सो आजको लागि चाहिँ भिडियो यति नै थियो।